मैले कारखाना उनको नाममा दर्ता गर्नु नै मेरो सबैभन्दा ठुलो भुल थियो है। मलाई उनले यस्तो त धेरैचोटि गरिन्, जब जब मलाई आर्थिक समस्या पर्छ तब तब उनले घर छोड्दै हिँड्दै गर्ने चाहिँ धेरैचोटि गरिन् होइन। तपाईँसँग कारखाना चाहिँ के को कारखाना थियो? मसँग बेकरी छ, एउटा पाउरोटी उद्योग राम्रै छ, कुलेश्वर एरियामा निकै राम्रैसँग चलाएर राखेको छु। हजुरको दसैँभन्दा अगाडिसम्म दिनमा 1.5 लाख रुपियाँसम्मको कारोबार भएको थियो। दसैँदेखि यता मोटामोटी 50,000 को हाराहारीमा कारखाना सञ्चालनमा ल्याइरहेको थिएँ। 8-10 हजार दिनको नाफा मलाई चलिरहेको थियो मेरो एउटा लाटो हिसाबमा पनि। अनि अहिले हामीलाई लागेको ऋण तिर्न पर्दैन भनेर उनी लुकेर भागेकी हुन् र उनी मलाई अहिले 42 लाख रुपियाँ ऋण छ। यो 42 लाख रुपियाँ ऋण चाहिँ उनी भाग्नुको कारण चाहिँ 42 लाख रुपियाँ उनी भागेपछि साहु महाजनले मलाई समाउनुहुन्छ अनि साहु महाजनले मलाई समाइसकेपछि मैले तिर्ने मेरो आधार हुँदैन र मैले आत्महत्या गरेर मर्न बाध्य हुन्छु। अनि उनलाई चाहिँ त्यो 42 लाख रुपियाँ पैसा खाएर मोज गर्न सजिलो हुन्छ भनेर उनको आमा र बहिनी मिलेर चाहिँ 3 जना मिलेर चाहिँ मलाई गेम खेलाइरहेका छन्। भनेको कहिलेदेखि तपाईँको श्रीमती फरार हुनुहुन्छ? लगभग 2 महिना पुग्न लाग्यो। 2 महिनादेखि तपाईँले अनि बिचमा खोज्नु भयो कि भएन प्रहरी? मैले त धेरै ठाउँमा खोजी गरिसकेँ। प्रहरी परिसरमा पनि के हुँदो रहेछ भन्नुहुन्छ भने महिलाको मात्रै कुरा सुनवाई हुँदो रहेछ के, जहाँ पनि हामी पुरुष होइन, हामीले आफ्नो साडी लगाएर हिँडेको राम्रो हुन्छ। अब भनेको चाहिँ पुरुषहरू चाहिँ अन्यायमा परियो भन्ने हो? एकदमै सर, पुरुषलाई त कहीँबाट कुनै कुरामा पनि न्याय